यहाँ आजको डिनरमा चाहिँ राखेको छ यो उयो किङ चिल्ली भन्छ है यसलाई चाहिँ अलिअलि खानु पनि डरे आज चाहिँ यो चाहिँ बोक्सी खोर्सानी भन्छ हाम्रो नेपालीमा भन्नुपर्दा चाहिँ यो छ योसँग सिमीको सब्जी छ अन्त यहाँ चाहिँ मेरो लागि चाहिँ फिङ च्याउ अन्तखेरि के परे मुला मिक्स गरेर चाहिँ मैले यसरी बनाएको छु सब्जी यहाँ चाहिँ लाङ्सा र मुला मिसाएर चाहिँ च्याङ्मालाई छ सब्जी अन्त खाना चाहिँ आज अलिअलि डढेको छ साथीहरू हाम्रो र साथीहरू हामी चाहिँ अब खाना खानु स्टार्ट गरेको उसले चाहिँ चक्कु लिएर आए चाहिँ यो खोर्सानी चाहिँ आधी आधी काट्नु चम्चीले हुन्छ टेरो मेरो काटिन्छ भनेर अलिक अन्त चम्को छ तपाईँलाई त मैले पिरो हालेको छु नि ठिकै पनि दिँदैन मलाई त आसपास कम्ती टरेसम्म आयो खोइ त छैन त यसको त बोक्रै पिरो हुन्छ डोन्ट वरी आज फर्स्ट टाइम ट्राई गरेको यो चिज चाहिँ एकदमै पिरो होला यो फेरि हो आज कस्तो भइसक्यो कि यो मेरो मुला र के हो यो बिफ होइन आज दामी छ अब खै फर्स्ट खै मान्छे ओके ल है खायो है साथी हो अब हामी चाहिँ बेलुकाको लन्च है सुप डालिदियो सिमी चाहिँ कहाँबाट यहाँमै डालौँ न सिमी चाहिँ डालौँ न खानु नै सिमी यहाँ पनि डालौँ सिमी अघि चाहिँ म खाँदिनँ भन्नुहुँदैछ कि त्यही भएर म त तर हालिदिन्थेँ एक दुईवटा सिमी खाँदिनँ भने ल है साथीहरू खाएँ अहिले सिमी खानु नि मलाई लान्छ भइगयो